हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ हाल दक्षिण कोरियाबाट रहेको छु र म तपाईहरुलाई चाहिँ आजदेखि डेली मेरो बसाइ, कामहरु, कोरियाको दिनचर्याहरु कसरी बितिरहेको छ त्यो देखाउने छु। यो चाहिँ रहेको छ मेरो कोरियामा बस्ने रुम। अब धेरै राम्रो त छैन है, त्यही पनि जस्तो छ त्यस्तै काटछाट नगरिकन देखाइरहेको छु। अब परदेशको ठाउँमा है जस्तो भए पनि आफूले म्यानेज गरेर बस्न पर्यो साथीहरु। प्राय ठाउँहरुमा चाहिँ सँगै खिचुक्सा, सँगै एट्याच बाथरुम, एट्याच किचनहरु हुन्छ। मेरोमा चाहिँ त्यो चाहिँ केही पनि रहेको छैन। त्यही पनि केही छैन, सर्ट टर्म हामी अब दुःख गरेर आफ्नो देश फर्केर जानुपर्छ नि त, त्यही सम्झेर म चाहिँ दुःख गरिरहेको छु। यो छ मेरो किचनको सामान, भाँडाकुँडाहरु। यो राइस कुकर भइगयो, अनि यो इन्डक्सन यहाँ पकाउने, यो पानी तताउने। यता मेरो गोदाम, फेरि यता छ चामलहरु, कफीहरु। अनि यस्तै छ। अब रुम सानो छ नि त, त्यही भएर जसरी हुन्छ मिलाएर, जति सकेको मिलाएर राखेको छु। अनि अब यस्तै छ साथीहरु, टक्क लाएर जिन्दगीमा केही छैन। आजको दुःखले भोलिको दिनमा खुसी ल्याउँछ। अहिले केही दुःख गरेपछि पछि खुसी सुख आउँछ भन्ने सोचेर लगातार कोरियामा दुःख गरिरहेको छु। अब रुमहरु पनि कतिले हेरेर छि भन्नुहुन्छ होला हैन। म चाहिँ आफ्नो कार्य व्यस्तताको कारणले गर्दाखेरि रुमहरु पनि त्यति मिलाउन पाएको छुइन। मेरो चाहिँ महिनामा एउटा पनि छुट्टी छैन, त्यो कारणले जस्तो छ त्यस्तै म चाहिँ तपाईहरुलाई चट्ट लाएर अर्ग्यानिक देखाउने वाला छु हैन। अब नेपालीको बानी नानीदेखि लागेको यो साग चाहिँ मैले जहाँ देख्यो त्यहीँबाट टिपेर ल्याउँछु के साथीहरु। आज पनि मैले त्यहाँ पर देखेको है अनि हेर्दै कति लोभ लाग्यो, मैले त उठाएर ल्याएँ। अब यहाँ केलाएर टक्क एकछिनमा पकाएर खान्छु। अहिले चाहिँ यहाँनेर 10 बज्न लाग्यो। मेरो ब्रेक थियो, ब्रेक सकिन लाग्यो। अब एक लट ड्युटी जान्छु, अनि फेरि आएर चट्ट यो साग पखालेर केला र पर भुटेर खाने। यस्तै छ। तपाईहरुलाई आज चाहिँ मेरो रुम देखाए हैन। आउने दिनहरुमा म अरु जानी नजानी जानेको जति ब्लगहरु लिएर आउने छु। तपाईहरु जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, राम्रोसँग बस्नु होला। आजलाई बाइ बाइ।